सर्वप्रथम जीवित परमेश्वरलाई धन्यवाद र आजको यो आराधना सङ्गति उपसङ्गति उपस्थिति सम्पूर्ण हाम्रो पास्टर बुवाहरू, एल्डर बुवा, डिकन दाजुभाइ, जनको अगुवा कोर टिम, हाम्रो सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा पास्टर सुन्दर गुरुङको तर्फबाट जय मसीह, हालेलुया, ह्याप्पी गुड फ्राइडे है सबैजनालाई। असल शुक्रबारको धेरै धेरै शुभकामना मण्डली परिवारलाई है। हामी असल शुक्रबार भनेर नेटतिर पनि हामी देखिरहेको छौँ। आज परमेश्वरले असल शुक्रबार के हो त भन्ने विषयमा के कुराहरू हाम्रो बीचमा बोल्नु भन्ने छ। हालेलुया, सबैजनाले प्रार्थना गर्नुभयो नि होइन? हालेलुया, मण्डली परिवारलाई धेरै धेरै धन्यवाद र प्रभुको अनुग्रह प्रेम तपाईँहरूको प्रार्थनाले गर्दा फेरि आज यो समय परमेश्वरले मलाई दिनुभयो। किनभने हाम्रो कम्पनीको चाहिँ सल प्लान है, एउटा सल प्लानमा चाहिँ एकदम ठुलो सटडाउन चलिरहेको छ। 7 तारिकसम्म चाहिँ म पनि त्यही ड्युटीमा थिएँ। 8 तारिकदेखि मलाई यता चेन्ज गरेको कारणले चाहिँ यसरी मण्डलीमा चाहिँ समय दिने मौका परमेश्वरले मलाई दिनुभयो। हालेलुया। फेरि पनि यता साइडमा काम गर्दै जाँदा पनि शुक्रबार र शनिबार चाहिँ उतै जानुपर्छ भन्ने कुराहरू चाहिँ आइरहेको छ। आजको लागि पनि कम्पनीले भन्दै थियो उता जानुपर्छ, मान्छे कम छ। मैले सुपरभाइजरलाई भने मेरो चाहिँ स्पेसल दिन छ, आज चाहिँ म जान्न। हालेलुया। प्रभुले मेरो प्रार्थना, मण्डली परिवारको प्रार्थना सुन्नुभयो, उहाँले चाहिँ मनाइ गर्नुभयो। ठिकै छ, शनिबार चाहिँ जानुपर्छ भन्दैछ। हालेलुया। एकदमै आज चाहिँ हाम्रो प्रवासी मण्डली जुबेलको लागि चाहिँ एकदमै खुसीको समय छ। हालेलुया, आशिषको समय। किन थाहा छ? हाम्रो प्रवासी मण्डली जुबेलमा चाहिँ आज उपवास प्लस आज गुड फ्राइडे। हालेलुया। हामी मण्डली परिवार आज उपवास बस्दै यसरी प्रभुको शरणमा आउनु पाउनु चाहिँ धेरै असल कुरा। हालेलुया। यो चाहिँ एकदम आशिषमय समय, एकदम आशिष चाहिँ परमेश्वरले हामीलाई दिनुभएको छ। हालेलुया। एकजना प्रभुको दासले भन्नुहुन्थ्यो, जसले प्रभु यीशुलाई पाएको छ नि त्यो व्यक्ति चाहिँ संसारको सबैभन्दा धनी व्यक्ति हो। आज कतिचोटि हामी एकदमै नर्भस हुन्छ है, मेरो त काम सानो काम छ, हामी नेपाली त यस्तै हो भने कतिको एउटा मनसाय हुन्छ नि। जब हामी प्रभुमा विश्वास गर्छौँ नि, प्रभुले हाम्रो जीवन चाहिँ ती कुराहरूबाट उठाएर एउटा उचाइमा चाहिँ राख्नुहुन्छ। हालेलुया। प्रभुलाई धन्यवाद। म आजको परमेश्वरको वचनमा जाने भन्दा पहिला मेरो परिचय है। आज हामीले 5 जना हाम्रो दाजुभाइहरू पनि हामीले देख्यौँ। सायद मलाई फोन गर्नुभएको थियो, कुन भाइले मलाई फोन गर्नुभएको थियो उहाँले है, मेरो नम्बर पाउनु भएको छ। मेरो नाम चाहिँ पास्टर सुन्दर गुरुङ, घर नेपाल गोर्खा। र म चाहिँ आस्ते रूपमा मेरो श्रीमती छोराछोरी चाहिँ चितवन भरतपुर महानगरपालिका वार्ड नम्बर 6 मा चाहिँ बसोबास गर्दै आइरहेको छ। अहिले चाहिँ मेरो श्रीमती मात्रै हुनुहुन्छ, सबै लाखापाखा हुनु हुर्क्यो है, सबैको पखेर निस्यो भन्छ नि त होइन। एउटा छोरी गोर्खामै अब कामको सिलसिलामा गोर्खा नै फर्क्यो। एकजना छोरी काठमाडौँमा बाइबल कलेज पढ्दैछ भने छोरा चाहिँ भर्खरै 2-3 दिन भयो जापान स्टुडेन्ट भिसामा जापानमा चाहिँ पुगेको छ। प्रभुलाई धन्यवाद। प्रभुको इच्छा के छ है। जब यी कुराहरू आउँदै गर्दा धेरै दाजुभाइले धेरै कुराहरू भन्नुभयो। थाहा छ, म मानिसको कुरामा भन्दा पनि म परमेश्वरमा विश्वास गर्छु। किनभने मैले पठाएको होइन, परमेश्वरले चाहिँ जापान पठाएको। हालेलुया। मैले त्यतिखेर प्रार्थना गरेको थिएँ छोराको लागि। छोरा, जुन योजना लिएर परमेश्वरले तिमीलाई लानुभएको छ नि, त्यो योजना चाहिँ परमेश्वरको तिम्रो जीवनमा चाहिँ पुरा हुनुपर्छ। हालेलुया। हितोपदेश 10:3 मा हेर्ने भने परमेश्वरले धर्मी जनलाई चाहिँ कहिले भुखा राख्नुहुन्न भन्छ। हालेलुया। हामी कतिचोटि सोच है, मसँग त केही छैन हो, तर त्यो सोच नै
हाम्रो काम होइन। हालेलुया। र मेरो जब पहिला विश्वासी म नै हो मेरो परिवारमा। मैले जब यही साउदी अरबमा 2011 जब प्रभुलाई पाएँ, प्रभुलाई पाइसकेपछि जब यही ठाउँमा हुर्किँदै है एकदम असल एउटा आत्मिक परिवार यो ठाउँमा पाएको कारणले, असल अगुवाहरू पाएको कारणले हुर्किँदै आज यसरी यही ठाउँमा चाहिँ पास्टरी सेवाकाई गर्ने एउटा मौका परमेश्वरले मलाई दिनुभयो। हालेलुया। त्यस पश्चात जब मैले परिवारलाई प्रभुको विषयमा सुनाउने मौका पाएँ र सबैभन्दा एउटा मलाई खुसी के लाग्छ, जुन बुवा आमाद्वारा म संसारमा आएँ त्यो बुवा आमाले चाहिँ प्रभुलाई विश्वास गर्यो। हालेलुया। प्रभुलाई पाउने मौका पायो। आज परिवार बुवा आमाको प्रार्थना, मण्डली परिवारको प्रार्थनाले चाहिँ मलाई चाहिँ के पाउँछ, शक्ति पाउँछ आज काम गर्नको लागि, सेवा गर्नको लागि। हालेलुया। आज प्रिय मण्डली परिवार, परमेश्वरले जब हाम्रो जीवनमा हरेकको जीवनमा चाहिँ योजना राखेर चाहिँ चुन्नुहुन्छ। हालेलुया। प्रभुलाई धन्यवाद, मण्डली परिवारलाई धेरै धेरै धन्यवाद। र हाम्रो एल्डर बालाई चाहिँ म किबोर्डमा आउनुको लागि अनुरोध गर्दछु। सिलेक्स एल्डर बाला है, उहाँ अगाडि आउनुहुनेछ, उहाँले किबोर्डमा बस्नुहुनेछ। हामी आज परमेश्वरले हामीलाई एउटा असल शुक्रबार दिनुभएको छ। परमेश्वरको वचनमा जाने भन्दा पहिला हामी परमेश्वरलाई धन्यवाद दिनेछौँ। हामी सबै मण्डली परिवार एकचोटि उठ्नेछौँ है आफ्नो ठाउँबाट। हामी आज हाम्रो उपवास पनि हो, आज एउटा असल शुक्रबार पनि हो। हालेलुया। आजको दिन हामी परमेश्वरलाई धन्यवाद दिँदै दिँदै आज परमेश्वरको वचनबाट हामी हेर्नेछौँ। आज परमेश्वरले हामीसँग के भन्नुहुन्छ त? आज असल शुक्रबार चाहिँ के हो त? हालेलुया। प्रिय मण्डली परिवार, हामी सबै आँखा बन्द गर्नेछौँ। प्रभुलाई आज हामी भन्नेछौँ, प्रभु म तपाईँलाई धन्यवाद दिन्छु, जुन प्रभु हामी जस्तो एउटा निकम्मलाई, हामी जस्तो प्रभु एउटा अस्तित्वविहीन व्यक्तिलाई तपाईँले अस्तित्वमा ल्याउनु भयो। हामी जस्तो प्रभु एउटा त्यो पापको दलदलमा मरेको व्यक्तिलाई प्रभु तपाईँ उठाउनुको लागि, प्रभु त्यो दलदलबाट निकाल्नुको लागि तपाईँले 2025 वर्ष पहिला प्रभु यो संसारमा मानिस रूप लिएर आउनुभयो। प्रभु आजको दिन प्रभु हामीलाई प्रभु त्यो दलदलबाट निकाल्नुको लागि, हामीलाई जीवन दिनुको लागि तपाईँ मर्नुभयो। प्रभु हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। प्रभु हामी तपाईँ केही दिनु सक्दैन प्रभु, तपाईँको त्यो अगम्य प्रेमको लागि, त्यो तपाईँको अचुक प्रेमको लागि, प्रभु तपाईँको त्यो महान प्रेमको लागि हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। यो आजको प्रभु यो आशिषमय दिन, यो खुसीको दिन, यो खुसीको समय दिनुभएको लागि प्रभु धन्यवाद। तपाईँ आज प्रभु तपाईँको नाउँलाई उचाल्ने योग्यको हामी थिएनौँ प्रभु। हामी त प्रभु एउटा घरेनमा फालेको फोहोर जस्तै हाम्रो जीवन थियो। तपाईँले प्रभु त्यो फोहोरबाट हामीलाई उठाउनु भयो। हामी प्रभु एउटा संसारबाट त्यागिएको व्यक्तिलाई प्रभु तपाईँले आज तपाईँको कामको लागि प्रभु तपाईँले प्रयोग गर्नुभयो। धन्यवाद। कहाँ जाऊ प्रभु, तपाईँ बिना हाम्रो को छ र? धन्यवाद तपाईँलाई। यसरी प्रभु 2025 वर्ष पहिला आजको दिन प्रभु तपाईँले हाम्रो लागि प्रभु त्यो दुःख सही दिनुभएको लागि, त्यो कष्ट सही दिनुभएको लागि प्रभु हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। धन्यवाद तपाईँलाई प्रभु, धन्यवाद। आज हामी यतिको जनालाई प्रभु यो आशिषमय समय, यो खुसीको समय दिनुभएको लागि, आजको दिन प्रभु फेरि तपाईँको नाउँलाई उचाल्ने, तपाईँलाई धन्यवाद दिने सौभाग्य दिनुभएको लागि धन्यवाद। हामी त प्रभु तपाईँको चरणमा आउने योग्यको त थिएन प्रभु, फेरि पनि हामीलाई यसरी यो समय तपाईँले दिनुभयो। धन्यवाद तपाईँलाई। हामीलाई प्रभु त्यो पापबाट छुटकारा दिनुको लागि प्रभु, हामीलाई प्रभु त्यो पापको दलदलबाट निकाल्नुको लागि स्वयं तपाईँ आफैले प्रभु त्यो दुःख भोग्नुभयो, त्यो क्रुसको कष्ट तपाईँले लिनुभयो। धन्यवाद यसको लागि प्रभु। हामी त तपाईँलाई केही दिनु सक्दैन प्रभु, केवल आज यतिको जनहरू मिलेर प्रभु तपाईँलाई धन्यवादको भेटीहरू चढाएको छु। धन्यवाद तपाईँलाई।
धन्यवाद तपाईलाई, धन्यवाद धन्यवाद तपाईलाई प्रभु, धन्यवाद तपाईलाई। हालेलुया हालेलुया प्रभु, धन्यवाद धन्यवाद। हुन्छ मण्डली परिवार, हामी फेरि आफ्नो ठाउँमा बस्ने छौँ। हालेलुया, धन्यवाद तपाईलाई प्रभु। प्रिय मण्डली परिवार, आज हामीले थाहा पायौँ आज गुड फ्राइडे है, असल शुक्रबार। यूहन्ना 3:16 र 17 हेर्ने हो भने, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो भन्ने शब्दबाट सुरु गरिएको छ। उहाँले आफ्नो एकलौटे पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले आनन्द जीवन पाओस्। हालेलुया। प्रिय मण्डली परिवार, एकजना व्यक्तिले दुःख, एकजना व्यक्ति चाहिँ कष्टमा छ, एकजना व्यक्तिको जीवन चाहिँ संसारबाट लोभ हुँदैछ। आज 2025 वर्ष पहिला, तर हाम्रो लागि चाहिँ एउटा असल कसरी भयो त? हालेलुया हालेलुया। प्रिय मण्डली परिवार, हामी पढ्ने छौँ यूहन्ना 3:16 र 17 पदलाई हामी पढ्ने छौँ। हाम्रो स्क्रिनमा राखिदिनु हुनेछ। आज प्रभुले हाम्रो बीचमा असल शुक्रबार, गुड फ्राइडे किन हाम्रो लागि भयो भन्ने विषयमा आज हामीलाई के भन्दै हुनुहुन्छ? हालेलुया। 3:16 र 17 यसरी लेखेको छ है। 17 किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। हालेलुया। के भन्दै हुनुहुन्छ? जब हामी आजको यो असल दिन हाम्रो लागि खुसीको दिन, एउटा आनन्दको दिन चाहिँ कसरी भयो त? परमेश्वरले हाम्रो लागि त कसरी ठहराउनु भयो? प्रभु यीशुलाई यो संसारमा पठाएको के कारण रहेछ? तपाईँ हामीलाई एउटा जीवन दिनको लागि। हालेलुया। उहाँले चाहिँ आफ्नो संसारमा आफ्नो जीवन गुमाइसकेपछि चाहिँ उहाँले के गर्नुभयो? आफ्नो जीवन, उहाँले चाहिँ हामीलाई चाहिँ जीवन दिनुभयो। हालेलुया। प्रिय मण्डली परिवार, यूहन्ना 1:1 हामी हेर्ने हो भने त्यहाँ भने परमेश्वर के हुनुहुन्छ? वचन हुनुहुन्छ। परमेश्वरसँग वचन, परमेश्वर चाहिँ देहधारी हुनुभयो। हालेलुया हालेलुया। प्रिय मण्डली परिवार, जब हामी यूहन्ना फेरि पनि 12:15 हेर्नेछौँ है, यहाँ चाहिँ के भनेको रहेछ? यूहन्ना 12:15 पदलाई, हालेलुया, 12:15 पनि हेर्नेछौँ हामी। सियोनकी छोरी न डराऊ, हेरा तिम्रा राजा गधाको बछेटा माथि सवार भएर आउँदै हुनुहुन्छ। हालेलुया। जब प्रभु यीशु एउटा क्रुसिफाइड हुने भन्दा 4 दिन पहिला, प्रभु यीशु जब क्रुसमा मर्ने भन्दा पहिला चाहिँ उहाँ के गर्नुभएको थियो? उहाँले चाहिँ एउटा गधाको बछेडामा चाहिँ एउटा यरुशलेममा प्रवेश गरेको कुराहरू यहाँ के भन्दैछ? एउटा शब्द प्रिय मण्डली परिवार हामीले ध्यान दियौँ। यहाँ के भन्दैछ? सियोनको छोरी न डराऊ, हेरा तिम्रा राजा गधाको बछेडामा सवार भएर आउँदै हुनुहुन्छ। हालेलुया। न डराऊ। जब हामी प्रभु यीशुमा विश्वास गर्छौँ, जब हामी प्रभु यीशुमा विश्वास गरेर जब जिउँछौँ, जब प्रभु यीशुमा जब हामी विश्वास गरिसकेपछि त्यो समयमा के हुँदै थियो? धेरै मानिसहरू, यहुदीहरू चाहिँ त्यो समयमा चाहिँ डर त्रासमा भएको कारणले के भन्दै थियो? जब हामी प्रभु यीशुमा विश्वास गर्छौँ नि, 3वटा कुरा परमेश्वरले हामीलाई दिनुहुन्छ। हालेलुया। एउटा के दिनुहुन्छ? आनन्द। हालेलुया। आज संसारमा
धेरै मानिसहरू एउटा हृदयमा पीडा भएको कारणले, हृदयमा एउटा चिन्ता भएको कारणले विभिन्न समस्याबाट गुज्रेर गइरहेको हुन्छ। जब हामी प्रभुमा विश्वास गर्छौँ, हाम्रो जीवनमा के आउँदछ? पहिलो कुरा आनन्द दिँदछ। हालेलुया। हामीलाई के दिनु आएको हो प्रभु? आनन्द दिनुभएको। हालेलुया। दोस्रो कुरा हामीलाई के दिनु आएको हो? विजय। हालेलुया। किनभने परमेश्वरको वचनले भन्दछ हामीहरू जब प्रभुमा विश्वास गर्छौँ हामी त विजय भन्दा पनि विजेता हुँदछ। हालेलुया। तेस्रो कुरा हामीलाई दिँदछ परमेश्वरले एउटा राजाको खानदान। हालेलुया। रोयल भन्छ नि होइन, आज राजाको सन्तान हुने चाहिँ अधिकार दिँदछ। एकचोटिको कुरा हो, जब मैले प्रभुलाई विश्वास गरिसकेपछि मेरो बुवाले भन्नुहुन्थ्यो, छोरा तिमी त जेठो छोरा, तिमी जब हाम्रो संस्कारबाट गुरुङ समाजबाट तिमी अलग भइसकेपछि मेरो त दाहिने हातै कब जस्तो भयो। बुवा किन त्यस्तो सोच्नुहुन्छ? गुरुङ जातिको बीचमा पनि हाम्रो एउटा सन्तानलाई चाहिँ राजाको सन्तान भनेर चाहिँ चिनिँदो रहेछ, राजाको खलक भनेर है। पहिला चाहिँ एउटा म्रुम भन्ने एउटा सन्तान, म्रुम भनेको चाहिँ गुरुङ भाषामा चाहिँ राजा भन्दो रहेछ। मैले बुवालाई त्यतिखेर भने, बुवा पहिला त हामी राजाको सन्तान मात्रै थियो, अहिले त राजाहरूको नि राजाको सन्तान भएको छौँ। हालेलुया। हालेलुया। आज हामी के हो प्रिय मण्डली पर? कतिचोटि हामी सोच्छौँ जब प्रभु येशू क्रुसिफाइड हुने भन्दा पहिला चाहिँ जब यरुशलेममा आउँदै गर्दा चाहिँ के भन्दै थियो? यहुदीहरूलाई, त्यहाँ भएको मानिसहरूलाई चाहिँ मेरो छोरी नडरा। आज प्रिय मण्डली परिवार कतिचोटि हामी सोच्छौँ है मैले त के गर्नु सक्दैन, ममा त केही क्षमता छैन, मैले त केही जानेको छैन, म त एउटा सानो लेभलको, मसँग त केही छैन। तर जब जुन दिन तपाईँ प्रभुमा विश्वास गर्नुहुन्छ नि, त्यो दिन तपाईँले परमेश्वरले के गर्नुहुन्छ? तपाईँलाई एउटा राजाको नि राजाको सन्तान हुने अधिकार दिनुभएको छ। हालेलुया। आज हाम्रो पोजिसन, त्यही भएर हामीले जहिले पनि हाम्रो सोच विचार चाहिँ के राख्नु पर्दछ? उच्च राख्नु पर्दछ। हालेलुया। हितोपदेश 18:21 के भन्छ? तिम्रो जिब्रोमा चाहिँ त्यो शक्ति छ, तिमीले जे बोल्दैछ नि त्यो चाहिँ तिम्रो जीवनमा हुँदछ। हालेलुया। कतिचोटि हामी नकारात्मक कुराहरू गर्न पुग्छौँ मण्डलीमा, परिवारमा। हालेलुया। कुनै काम गर्नु खोज्दाखेरि हुँदैन होला, समस्या हुन्छ होला होइन। मैले पनि भोगेको कुराहरू यस्तो हुन्छ उस्तो थाहा छ। मैले त्यो कुरा भन्दा पनि परमेश्वरको वचनले के भन्दछ त्यो कुरा चाहिँ हाम्रो जीवनमा हुनु पर्दछ। हालेलुया। त्यही भएर परमेश्वरले जब हाम्रो जीवनमा, जब परमेश्वरमा हामीले विश्वास गर्यौँ, हामीलाई के दिनुभयो? परमेश्वरले एउटा कुरा के दिनुभयो? आनन्द भन्ने छौँ है। आनन्द, विजय, एउटा राजाको सन्तान हुने, परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। त्यही भएर हामी संसारमा हो, हामी गरिब होला, संसारमा हामीसँग धन पैसा छैन। यो चाहिँ के हो? एउटा पाम सन्डेदेखि सम्बन्धित विषयलाई लिएर चाहिँ गुड फ्राइडेदेखि इस्टर सन्डेसम्म चाहिँ यो वचनले चाहिँ हामीलाई लिएर जाँदछ। हालेलुया। प्रिय मण्डली परिवार, गुड फ्राइडे के हो त? जब प्रभु यीशुले उहाँ जब क्रुसिफाइड हुने भन्दा पहिला चाहिँ जब यरुशलेममा प्रवेश गर्दै गर्दा चाहिँ त्यो समयमा के भन्दै थियो? सियोनको छोरी नडराऊ, हेर तिम्रा राजा गधाको बछेडामा सवार भएर आउँदै। हालेलुया। तिम्रा राजा के भन्ने छौ? एक अर्कालाई भनेछ तिम्रो राजा। हालेलुया। तिम्रो राजा। जब हाम्रो राजा भएपछि हामी के भयो? राजाको प्रजा। हालेलुया। एउटा राजाको सन्तान भयो। त्यही भएर प्रिय मण्डली परिवार, आज हाम्रो जीवनमा आज हामी
मलाई त यस्तो बिमारीले भइरहेको छ है, यो समस्या भइरहेको छ, मैले त के गर्न सक्दैन, प्रार्थना गर्न सक्दैन भन्ने कुरा हामी सोच्दैछौँ भने परमेश्वरले तपाईँ हामीलाई चाहिँ त्यो कुराहरूबाट उठाएर एउटा विजय दिनुभएको छ। हालेलुया, एउटा विजयको जीवन दिनुभएको छ। त्यही भएर गुड फ्राइडे के हो त प्रिय मण्डली परिवार, जब ऊ आफै क्रुसमा जानुभयो, हाम्रो दुर्बलतालाई, हाम्रो कमजोरीलाई, हाम्रो हरेक गलत कुरालाई उहाँले क्रुसमा टाँगेर हामीलाई के दिनुभयो, उहाँले चाहिँ एउटा विजयको जीवन दिनुभयो। हालेलुया। त्यही भएर गलतीको पुस्तकलाई हामी हेर्नेछौँ, गलती 1:4 पनि हामी हेर्नेछौँ। यहाँ के भन्नुहुन्छ, पावल बाजीले पनि गलतीको मण्डलीलाई चाहिँ के कुरा लेख्दै हुनुहुन्छ है। गलत 1:4 हाम्रो परमेश्वर र पिताको इच्छा अनुसार उहाँले यस वर्तमान दुष्ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रो पापका निम्ति आफैलाई अर्पण गर्नुभयो। हालेलुया। के गर्नुभयो? हाम्रो परमेश्वर र पिताको इच्छा अनुसार। याद राख्नु है मण्डली परिवार, प्रभु यीशु चाहिँ त्यतिकै आफ्नो खुसीले त्यतिकै आएको संसारमा होइन, एउटा स्वर्गमा प्लानिङ गरेर योजना गरेर चाहिँ के गर्नुभयो, हाम्रो परमेश्वर पिताको इच्छा अनुसार उहाँले यस वर्तमान दुष्ट युगबाट हामीलाई छुटकारा दिन। हालेलुया। के गर्नुको लागि? जब उहाँ क्रुसमा जानुभयो, उहाँले के गर्नुभयो? हामीलाई चाहिँ एउटा छुटकारा दिनुभयो। हालेलुया। त्यही भएर प्रिय मण्डली परिवार, आज चाहिँ गुड फ्राइडे, उहाँ एकजनाको जब मरेर चाहिँ हामीले चाहिँ के गर्नुभयो, उहाँले जीवन दिनुभयो। हालेलुया। मैले एउटा घटना सुनेको थियो, एकजना व्यक्ति उहाँको चाहिँ मनस्थितिमा कस्तो पसेको रहेछ अरे भने, म चाहिँ 40 वर्ष भन्दा चाहिँ बाँच्दैन। उहाँको चाहिँ मनमा चाहिँ एउटा मस्तिष्कमा त्यो पस्यो, म चाहिँ 40 भन्दा माथि चाहिँ म त बाँच्दैन, मेरो उमेर त त्यति नै हो भन्ने जहिले पनि उसले चाहिँ त्यो कुरा चाहिँ के गर्दै थियो, रिपिट त्यो कुरालाई चाहिँ बोल्दै गर्दाखेरि जब उहाँ 40 को उमेर पुग्दाखेरि चाहिँ सिकिस्त बिमारी भयो। सिकिस्त बिमारी हुँदाखेरि धेरै प्रभुको जनहरू आएर मण्डली आएर प्रार्थना गरे, निको भएन रे। उहाँ चाहिँ अन्तिममा चाहिँ मर्नुभयो। किन होला थाहा छ? जब हाम्रो विचार, हाम्रो सोचमा नकारात्मक कुरा हुन्छ नि, नकारात्मक कुराहरू आउँदछ नि, त्यो कुरालाई जब हामी आउनु दिँदछन्, हाम्रो जीवनमा त्यसले के गर्दछ? काम गर्दछ। हालेलुया, हालेलुया। त्यही भएर प्रिय मण्डली परिवार, प्रभु यीशु किन मर्नुभयो त क्रुसमा? हाम्रो हरेक त्यो दुर्बलतालाई, त्यो नकारात्मक कुरालाई चाहिँ लिएर चाहिँ उहाँले क्रुसमा टाँगिदिनु भयो। अझै पनि हामी बिहान पनि हामी सुन्दै थियौँ हाम्रो कोयल लिडर भाइद्वारा। अझै पनि हामी त्यो कुराहरू हाम्रो जीवनमा राखिरहेको छ भने, त्यो नकारात्मक कुराहरू राखिरहेको छ भने, अझै पनि प्रभुलाई हामीले के गर्दैछौँ? क्रुसमा टाँग्दैछौँ। हालेलुया। त्यही भएर प्रिय मण्डली परिवार, आज हामी के गर्दैछौँ? हाम्रो जीवन कुन बाटोमा हामीले डोराउँदैछौँ? तपाईँले जे सोच्नुहुन्छ नि, अझ त्यो कुराले चाहिँ तपाईँको जीवनमा काम गर्दछ। त्यही भएर परमेश्वरले हामीलाई चाहिँ त्यो अथोरिटी दिनुभएको छ। हालेलुया, हालेलुया। हामी हेर्नेछौँ फेरि पनि गलती 3:13-14 हामी यसैमा हेर्नेछौँ। अरू कुनै यहुदी, हालेलुया, गलतीको पुस्तक है, हाम्रो निम्ति श्राप बनेर क्रिस्टले हामीलाई व्यवस्थाको श्रापबाट मोल तिरेर छुटाउनु भयो, किनकि काठमा झुन्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ। उहाँले हामीलाई मोल तिरेर छुटाउनु भयो,
ताकि अब्राहमलाई दिएको आशिष ख्रीष्ट येशूद्वारा अन्य जातिहरूमा आओस् र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौँ। हालेलुया। प्रिय मण्डली परिवार, हामी हिजो साँझदेखि नै एडभान्समा लिँदै थिएँ असल शुक्रबार गुड फ्राइडेको विषयलाई लिएर। म पनि एकदमै उत्साहित थिएँ। आज चाहिँ गुड फ्राइडेको दिन। यो हप्ताभरि नै प्रभुसँग सोध्दै थिएँ, प्रभु तपाईँले त दुःख भोग्नुभयो, कष्ट भोग्नुभयो, हाम्रो लागि त एउटा गुड फ्राइडे, एउटा असल दिन तपाईँले दिनुभयो। तपाईँको यो अगम्य प्रेमको लागि प्रभु म त तपाईँलाई केही दिन सक्दिनँ। हेर, गलतीको मण्डलीलाई पावल बाजेले पनि यही लेख्दछ, हाम्रो निम्ति शराब बनेर उहाँले ख्रीष्टले हामीलाई व्यवस्थाको शराबबाट, हालेलुया। थाहा छ, गलतीकै पुस्तकमा हामी जब ख्रीष्टमा विश्वास गर्छौँ हामी के हुन्छौँ? हरेक श्रापबाट चाहिँ हामी मुक्त हुन्छौँ। फेरि पनि जब हामी परमेश्वरको बाटोबाट तर्केर जान्छौँ, परमेश्वरको कामबाट तर्केर जान्छौँ, जब परमेश्वरलाई विश्वास गरेको कुराबाट हामी अलग हुन्छौँ भने फेरि श्रापित होस् भनेर एउटा भनिएको छ। मेरो प्रिय मण्डली परिवार, आज हाम्रो लागि प्रभुले गर्नुभएको बलिदानलाई हामी याद गरौँ। हामी हेर्नेछौँ जब प्रभु यीशुले अन्तिम समयमा बोलेको दुईवटा कुराहरू हामी हेर्नेछौँ। धेरै कुराहरू छ। हामी लुकाको पुस्तक 23 अध्यायमा जानेछौँ। प्रिय मण्डली परिवार, 23 अध्यायमा, लुका 23 अध्यायमा हामी हेर्नेछौँ। 23 को 34 पदलाई हाम्रो सासाजी भाइले राखिदिनु हुनेछ स्क्रिनमा। हालेलुया। जब हामीले थाहा पायौँ यूहन्ना 12 को 15 पदमा जब प्रभु यीशु पाम सन्डेको समयमा जब यरुशलेम प्रवेश गर्ने समयमा चाहिँ उहाँले के भन्नुभयो? न डराऊ मेरा छोरी, मेरा छोरा, म तिम्रो पापलाई नाश गर्नुको लागि, तिम्रो श्रापलाई मिटाउनुको लागि, तिम्रो जीवनलाई त्यो पापको दलदलबाट निकाल्नुको लागि चाहिँ म आफै मृत्युमा जाँदैछु। हालेलुया। हाम्रो प्रभुले त्यतिखेर भन्नुभएको। आज प्रिय मण्डली परिवार, हाम्रो प्रभु यीशु हाम्रो लागि, मानव जातिको लागि नमर्नु भएको भए हामीले यो जीवन पाउने थिएन। आज बिहान हाम्रो भाइ बर्नबास भाइले जुन आगमनको विषयमा उहाँले जुन गवाई दिनुभयो, मलाई साह्रै आशिष पनि भयो, डर पनि लाग्यो। म कुन ठाउँमा छ होला सोच्नु पनि बाध्य भयो। प्रिय मण्डली परिवार, यूहन्ना 12 को 15 मा प्रभु यीशुले ए सियोनको छोरी न डरा, त्यो समयमा मृत्युको त्रासमा, त्रासमा चाहिँ बाँचिरहेको थियो। तपाईँहरूले कतिले महसुस गर्नुभएको छ जब मैले प्रभुलाई पाएको थिइनँ, जब म एक्लै बस्थेँ, त्यतिखेर मेरो मनमा यस्तो प्रश्न आउँथ्यो कि मेरो जीवन यो संसारमा मात्रै सीमित हो र? संसार छोडेर जीवन छ के छ, कहाँ छ भन्ने कुराहरू एकदमै खुल्दिली हुन्थ्यो मेरो मनमा। त्यही कारणले मैले धेरै धामहरूमा, मठ मन्दिरमा गएँ, मुक्ति पाउँछ कि के असल कुरा छ कि भन्ने विषयलाई लिएर धेरै ठाउँमा पुगेँ। जब त्यो ठाउँमा गएर म पूजापाठ गर्थेँ, धूप जलाउँथेँ, एकछिन मनमा शान्ति भएको जस्तो लाग्थ्यो। फेरि फर्केर आएपछि फेरि त्यही जाँड रक्सीको जीवन, गलत बाटोको जीवन नै।
त्यो समयमा फेरि सोच्ने गर्थेँ के गर्नु, कहाँ छ त उद्धार मुक्ति? यो मानिसको जीवन यतिमै समाप्त हो त? जब त्यो कुरालाई सोच्दै सोच्दै जाँदाखेरि जब मैले प्रभु यीशुलाई पाएँ, जब धर्मशास्त्र बाइबल पढ्ने मौका पाएँ, मैले त्यसको उत्तर पाएँ। हालेलुया। प्रिय मण्डली परिवार, सबैभन्दा मेरो जीवन परिवर्तन गर्ने पद व्यवस्था 10:17 र यूहन्ना 14:6। जहिले पनि यूहन्ना 14:6लाई म दाबी गरेर सुसमाचार सुनाउँछु। एउटै कुरा भन्छु, हेर संसारमा धेरै महान व्यक्तिहरू आए तर कसैले यो कुरा चाहिँ भनेन। प्रभु यीशुले मात्रै भन्नुभयो, बाटो सत्य र जीवन म नै हो। हालेलुया। प्रिय मण्डली परिवार, जब पाम सन्डेको समयमा जब यरुशलेममा प्रवेश गर्दै गर्दा प्रभु यीशुले त्यो यहुदी जातिलाई, त्यो मानिसलाई, त्यो मृत्युको डर त्रासमा भएको मानिसलाई के भन्दै थियो? सियोनको छोरी नडरा। आज तपाईँ हामीलाई नि भन्दै हुनुहुन्छ। आज हामी कतिचोटि हामी विश्वासित हौँ। बिहानको जब गवाई सुने नि मेरो आँखाबाट आँसु निस्किरहेको थियो। मैले प्रभुसँग भन्दै थिएँ, प्रभु म कुन ठाउँमा छ? तपाईँको आगमनमा के म जानु सक्छौँ? जब पास्टर डिकजी र म जब सँगै हिँड्दाखेरि हामी दुईजना बातचित गर्थ्यौँ। एक दिन बिहान मलाई फोन गर्नुभयो, पास्टरज्यू प्रभुको आगमन भइसक्यो के हो भन्नुहुन्छ। म पनि झस्याङै भएँ, छुट्यो क्या? हालेलुया। म पनि झस्याङै भएँ। जहिले पनि म प्रार्थना गर्छु, थाहा छ? सब साँझको समय प्रार्थना गर्छु, प्रभुलाई भन्छु, प्रभु तपाईँको आगमन भयो भने मलाई चाहिँ नछोड्नु। हालेलुया, हालेलुया। त्यही भएर जब त्यो समयमा प्रभु यीशुले जब क्रुसिफाइड हुने भन्दा पहिला एउटा मानव जातिलाई त्यही भन्दै थियो, मेरा छोरी मेरा छोरा नडरा। हालेलुया। किनभने आज म तिम्रो लागि चाहिँ, तिमीहरूको लागि चाहिँ, मानव जातिको लागि चाहिँ के हुँदैछौ? म क्रुसिफाइड हुन जाँदैछौ। हालेलुया। तपाईँलाई थाहा छ आज युद्ध चलिरहेको छ, यो रुस युक्रेन फलस्तिनी इजरायल। त्यो ठाउँमा सबैभन्दा सुरक्षा कसलाई हुन्छ? थाहा छ कसलाई हुन्छ? लिडरलाई, है, नेतालाई, या मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति। यदि त्यो राष्ट्रपति प्रधानमन्त्रीलाई तिनीहरू मर्यो भने के हुन्छ? संसारमा एउटा बवाल हुन्छ। को मर्दै गर्छ त्यो ठाउँमा? जनता, आम जनताहरू चाहिँ मरिरहेको हुन्छ। हाम्रो प्रभु यीशु को हुनुहुन्छ? हाम्रो राजा। हालेलुया। हाम्रो राजा हुँदै पनि उहाँले के गर्नुभयो? हाम्रो लागि चाहिँ आफ्नो जीवन दिनु जानुभयो। त्यो समयमा हेर लुका 23:34 आएर फेरि जब म क्रुसिफाइड हुँदै गर्दाखेरि उहाँ क्रुसमा बोल्नु भएको कुरा चाहिँ है यहाँ के भन्दा, अनि यसोले भन्नुभयो, हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरूले के गर्दैछ सो जान्दैन। अनि तिनीहरूले उहाँको वस्त्र भाग गरेर चिट्टा। प्रिय मण्डली परिवार, मत्ती 5:46 एकजनाले पढ्दिन त त्यहाँ के भनेको रहेछ? जब प्रभु यीशुले मत्तीको पुस्तक एउटा डाँडाको उपदेशमा चाहिँ के भन्दै थियो? मानिसहरूलाई, आफ्नो चेलाहरूलाई के कुराहरू भन्दै थियो? हजुर, हालेलुया। वचन पढाइमा सुनाइमा परमेश्वरको आशीष। जब क्रुसमा जाँदै गर्दा, क्रुसमा मर्दै गर्दा प्रभु यीशुले फेरि पनि के भन्नुभयो? पिता यिनीहरूले के गर्दैछ? जसले उसलाई थुक्दै थियो
जुन मानिसहरूले उसलाई भालाले हान्दै थियो, जुन मानिसहरूले उसलाई गिल्ला गर्दै थियो, ती मानिसहरूको लागि प्रभु यीशुले के गर्दैछ? पितासँग चाहिँ बिन्ती गर्दैछ। हालेलुया। त्योभन्दा पहिला जब डाँडाको उपदेशको समयमा चाहिँ प्रभु यीशुले मत्ती 5:46 भनेको कुरा है, किनभने यदि तिमीहरूलाई प्रेम गर्नेलाई मात्रै तिमी प्रेम गर्छौ भने त तिमीलाई के ठुलो कुरा गर। हालेलुया। हामी क्रिसको जनाले हामीलाई निन्दा गर्ने, हामीलाई घृण गर्ने, हामीसँग दुश्मनी गर्ने पनि प्रेम गर्न सक्नु पर्दछ। हालेलुया। हेर मत्ती 5:9 भन्छ, धन्य हो ती मानिसहरू, धन्य हो मेल मिलाप गराउनेहरू, तिनीहरू के हुनेछ? परमेशको छोराछोरी कहलानेछ। हालेलुया। आज प्रिय मण्डली परिवार, हामी यस्तो परमेश्वरलाई विश्वास गर्ने व्यक्तिहरू हौँ। आज किन हाम्रो लागि चाहिँ असल शुक्रबार भयो त? किनभने हाम्रो लागि चाहिँ कोही मर्नु भयो, हाम्रो लागि कसैले जीवन दिनुभएको छ, त्यही भएर आज हामी असल जीवन पाएको छौँ। हालेलुया। तर हामी त के गर्छौँ? कसैले आज विश्वासीको बीचमा यस्तो डरलाग्दो कुरा भइरहेको छ। विश्वासीले के गल्ती गर्छ, अगुवाले के गल्ती गर्छ भनेर हेर्ने व्यक्तिहरू छ। यदि हामी त्यो ठाउँमा छौँ भने प्रिय मण्डली परिवार, अझै पनि हाम्रो उद्धार मुक्ति चाहिँ शङ्कात्मक छ। प्रभु यीशुले के भन्नुभयो? लुका 23:34 पिता तिनीहरूलाई क्षमा गर्नुहोस्, तिनीहरू के गर्दैछ जान्दैन। मत्ती 5:46 भन्छ, यदि तिमीहरूलाई माया गर्नेसँग मात्रै माया गर्छौ भने के ठुलो कुरो गरेर? जसले तिमीलाई माया गर्दैन, जसले तिमीलाई घृण गर्छ, जसले तिमीलाई गलत भन्छ, त्यसलाई पनि माया गर्नु सक्नु पर्ने हुन्छ। हालेलुया। जब तपाईँ यी काम गर्नु सक्नुहुन्छ नि, तब परमेश्वरले भनेको कुरा चाहिँ हामी चाहिँ परमेश्वरको छोराहरू कहलान्छौँ। हालेलुया। हो प्रिय मण्डली परिवार, जुन दिन तपाईँले विश्वास गर्नुभयो, जुन दिन तपाईँले प्रभुलाई पाउनुभयो, त्यो दिन तपाईँले के पायौँ? एउटा कुरा तपाईँले आनन्द पायौँ, एउटा कुरा तपाईँले के पायौँ? विजय पायौँ संसारमाथि। एउटा कुरा तपाईँले एउटा परमेश्वरको सन्तान, राजाहरूको सन्तान हुने तपाईँले चाहिँ अधिकार पायौँ। हालेलुया। हामी यी पाइसकेको कुरालाई चाहिँ हामीले चाहिँ थामिराख्नु पर्दछ। प्रकाश 3:11 भन्छ, हाम्रो मुक्ति गुम्नु पनि सक्छ हाम्रो गल्तीले गर्दा, हाम्रो मिस्टेकले गर्दा। त्यही भएर के भनेको छ त्यसमा? त्यसलाई पक्रिराख, हाम्रो इनामलाई पक्रिराख भन्छ। प्रिय मण्डली परिवार, हामी जुन परमेश्वरमा विश्वास गर्दछौँ, जुन परमेश्वरलाई हामी पछ्याउँछौँ, त्यो परमेश्वरको जीवनलाई हामी हेरौँ। उहाँ कस्तो करुणामय हुनुहुन्छ, कस्तो असल हुनुहुन्छ, आफूलाई थुक्नेलाई पनि माया गर्ने। हालेलुया। किन त जब प्रभुले आफ्नो जीवन दिनुभयो नि, 2025 वर्ष पहिला आजको दिन जब प्रभुले क्रुसमा आफ्नो जीवन दिनुभयो नि, हामीलाई के दिएर जानुभयो? त्यो आनन्द, त्यो विजय दिएर जानुभयो। त्यो एउटा परमेश्वरको सन्तान हुने जीवन दिएर जानुभयो। हालेलुया। गुड फ्राइडे के हो त? असल शुक्रबार के हो त? है कतिचोटि हो हाम्रो सोच सही हो, एकजना व्यक्ति यो संसारबाट बिदा हुँदैछ, तर हाम्रो लागि चाहिँ कसरी राम्रो? किनभने प्रभुले आज हाम्रो लागि चाहिँ त्यो जीवन राख्नको लागि, हामीलाई त्यो आनन्द जीवन दिनको लागि, हामीलाई त्यो पापको दलदलबाट निकाल्नुको लागि, हामीले त्यो नर्कको दण्डबाट बचाउनुको लागि चाहिँ स्वयं के हुनुभयो? आफै बलि हुनुभयो। हालेलुया।
उहाँको बलिदानद्वारा चाहिँ के पाएको छौँ, हामीले मुक्ति पाएको छौँ। हालेलुया। त्यही भएर प्रिय मण्डली परिवार, आज हाम्रो जीवन कस्तो छ? जुन परमेश्वरमा हामी विश्वास गरेको छौँ, यो उसलाई पछ्याउने व्यक्ति ऊ जस्तो जिरहेको छौँ? कतिचोटि हामी सक्दैनौँ। हालेलुया। अस्ति नै एकजना प्रभुको दासले भन्दै हुनुहुन्थ्यो, जब तपाईँको जीवनमा परमेश्वरको योजना हुन्छ नि, जब प्रभुले तपाईँलाई चुन्नुहुन्छ नि, शैतानले विभिन्न माध्यमबाट त्यो योजनालाई चाहिँ विफल पार्ने कोसिस गर्दछ। तपाईँहरूले कतिले याद गर्नुभएको छ, जब यो कुरा भन्दै गर्दा मेरो बाल्यकाल मलाई याद आयो। म जन्मेर लगभग 9-10 वर्षसम्म चाहिँ बुवा आमाले भन्छ, यो छोराले जस्तो कसैले पनि पीर मलाई चाहिँ हामीलाई सताएन, कष्ट दिएन, रातभरि सुत्न नपाउने, केही न केही दुष्ट आत्माहरू आएर चाहिँ एकदमै तङ गर्ने। त्यो कुरा जब मलाई याद आयो, प्रभुलाई भने, प्रभु तपाईँले त मलाई आमाको गर्भमा रोज्ने भन्दा पहिला नै चुन्नु भएको रहेछ। हालेलुया। आज हामी प्रिय मण्डली परिवार जतिजना यहाँ छौँ नि, हामी सबैको जीवनमा एउटा परमेश्वरको योजना छ। परमेश्वरले हामी सबैलाई के गर्नुभएको छ? एउटा चुनेको जाति बनाउनु भएको छ। हालेलुया। हामी हेर्नेछौँ, यूहन्नाको पुस्तकमा पनि हेर्नेछौँ, यूहन्ना 19 अध्यायमा विशेष गरेर हामीलाई थाहा छ, गुड फ्राइडेको दिनमा प्राय जस्तो परमेश्वरको जनहरूले प्रचार गरिने वचन नै हो। 19:28 देखि 30सम्म के भनेको छ? यसपछि येशूले सबै कुरा अब सिद्धियो भनेर धर्मशास्त्र पुरा होस् भनी भन्नुभयो। मलाई तिर्खा लाग्यो। त्यही सिर्काले भरिएको एउटा भाँटो राखिएको थियो, यसकारण सिर्काले भरिएको स्पन्ज एउटा हिसाबको हाँकामा राखेर तिनीहरूले उहाँको मुखमा चुपाइदिए। जब येशूले सिर्का लिनुभयो, तब उहाँले भन्नुभयो, अब सिद्धियो, र उहाँले शिर निहुरेर आफ्नो आत्मा त्यागिदिनु भयो। हालेलुया। प्रिय मण्डली परिवार, प्रभु यीशुले जब लुका 34 आएर चाहिँ 23:34 आएर के भन्नुभयो? पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्। त्यसपछि लगत्तै यूहन्नाको सुसमाचार 19:28 देखि 30 गएर के भन्नुभयो? अब चाहिँ सिद्धियो। जुन योजना लिएर परमेश्वरले, जुन प्लानिङ लिएर, जुन प्रोजेक्ट लिएर संसारमा पठाउनु भएको थियो, त्यो योजना, त्यो प्रोजेक्ट चाहिँ के गर्नुभयो? प्रभु यीशुले यूहन्ना 19:30 गएर पुरा गर्नुभयो। हालेलुया। आज प्रिय मण्डली परिवार, हाम्रो जीवनमा पनि परमेश्वरले योजना राखिदिनु भएको छ। हाम्रो जीवनमा पनि परमेश्वरले एउटा काम राखिदिनु भएको छ। यूहन्ना 15:8 गएर प्रभु यीशुले भन्नुभयो, धेरै फल फलाएर मेरो चेला अनि जब तिमीले प्रमाण दिन्छौ नि, त्यसमा के हुनेछ? पिताको महिमा हुनेछ। हालेलुया। फेरि बिहानको हाम्रो बर्नबास भाइको जुन दर्शनको कुरा जोड्न मन लाग्यो, साह्रै आशिषमय थियो। हामीले जति पनि काम गर्दैछौँ नि संसारमा, त्यो कुरा चाहिँ स्वर्गमा चाहिँ जम्मा हुँदैछ। हालेलुया। आज प्रभु यीशुले
जब परमेश्वर पिताले दिनुभएको काम सिद्धाउनु भयो, त्यतिखेर प्रभु यीशुले भन्नु अब चाहिँ सिद्धियो। कसलाई भन्दै थियो? पितालाई भन्दै थियो। पिता, जुन काम तपाईँले मलाई दिनुभएको थियो, जुन योजनाहरू लिएर तपाईँले मलाई संसारमा पठाउनु भएको थियो, जुन काम मैले गर्नु पर्थ्यो प्रभु पिता, आज मैले त्यो पुरा गरेँ। हालेलुया। म गर्व गर्दै थियो। प्रिय मण्डली परिवार, आज हामी के गर्दैछौँ? आजै पनि हाम्रो जीवन, सांसारिक जीवन के हो थाहा छ? गलतीको पुस्तकमा 23 पदमा हेर्नु भने ईर्ष्या, डाह, झगडा, गुटबन्दी, सांसारिक जीवन। आज पनि हाम्रो जीवन, परमेश्वरले दिनुभएको जीवन, परमेश्वरले दिनुभएको योजना हाम्रो जीवनमा आज हामीले गरिरहेको छैन भने, त्यो संसारिक कुरामा हामी लागिरहेको छौँ भने, आज प्रिय मण्डली परिवार, हाम्रो जीवनमा परमेश्वरको काम भइरहेको छैन। हालेलुया। गलतीको पुस्तकमा पनि हामी हेर्नेछौँ, यहाँ के भनेको रहेछ त? प्रभुले हामीलाई के गर्नुभयो? आनन्द जीवन दिनुको लागि चाहिँ उहाँ संसारमा आउनुभयो। जसले विश्वास गर्नुभयो तिनीहरूले के पाएको छौँ? आनन्द जीवन पाएको छौँ। हालेलुया, हालेलुया। गलती 5 को 22 र 23 पदमा पनि हेर्नेछौँ है। गलती 5 को 20 मा 19 र 20 मा पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्: व्यभिचार, अपवित्रता, लम्पटपन, मूर्ति पूजा, मन्त्र तन्त्र, दुश्मनी, झै झगडा, ईर्ष्या, क्रोध र स्वार्थीपन, फुट, गुटबन्दी, डाह, पिकेटपन, अश्लील मोज मजारा, यस्तै अरू जसका विषयमा म तिमीहरूलाई चेता पनि दिन्छु र आगी पनि दिएकै हुँ। जसले यस्ता कामहरू गर्छन् परमेश्वरको राज्यको हकदार बन्ने छैन। हालेलुया। यहाँ चाहिँ एकदमै डरलाग्दो कुरा सिधै के भनेको छ? जसले यस्ता कामहरू गर्दछन् नि परमेश्वरको राज्यको हकदार बन्ने छैन। प्रिय मण्डली परिवार, हामी के को लागि प्रभुमा विश्वास गर्यौं? के संसारमा धनी हुनुको लागि हो? होइन। मान सम्मान कमाउनुको लागि हो? होइन। आनन्द जीवनमा प्रवेश गर्नुको लागि। हालेलुया। धन सम्पत्ति त जसले विश्वास गरेको छैन तिनीहरूसँग धेरै छन्। परमेश्वरलाई धन्यवाद, परमेश्वरले हामीलाई धेरैजनालाई सम्पत्ति पनि दिनुभएको छ। परमेश्वरको आशिष हो। तर हाम्रो प्राथमिकता, हाम्रो प्रायोरिटी, हाम्रो पहिलो स्थान के हुनु पर्दछ? हाम्रो प्रभु हुनु पर्दछ। हालेलुया। म जहिले पनि परिवारलाई त्यही भन्छु, छोराछोरीलाई, तिम्रो जीवनमा सानो एउटा काम भए पनि प्रभुलाई धन्यवाद दिनु। प्रभुले गर्नुभएको। अस्ति मेरो भाइको छोराहरूसँग कुरा गर्दै थिएँ। भाइको छोराले भन्दै थियो, जेठा छोरा भएको कारणले उहाँ पनि धेरै स्ट्रगलहरू छ। भाइले विश्वास गरेको छैन, भाइको छोराछोरी बुहारीले चाहिँ विश्वास गरेको छ। भाइको छोराले यही भन्दै थिएँ, बाबु तिमी एउटा ठुलो छोरा हो, तिम्रो जिम्मेवारी छ परिवारमा, भाइ बहिनीको माथि। हामी संसारमा छौँ, शरीरमा छौँ। भाइ बहिनीहरूले गल्ती गर्ला, के गर्ला? कहिले पनि गलत शब्द चाहिँ नबोल्नु। मानेन भने लट्ठीले हान्दिनु। जब तिमी गलत शब्द बोल्नुहुन्छ नि, भोलि फर्केर तिमीसँगै आउँछ। तिमी कहाँ आउँछौ? तिमीले जे बोल्छौ नि
तिमी कहीँ फर्केर आउँछ। हालेलुया। आज प्रिय मण्डली परिवार, किन हामी चाहिँ आज गुड फ्राइडे यो आनन्द खुसीको दिन मनाउँदैछ त? हाम्रो प्रभु यीशुले चाहिँ हाम्रो लागि के गर्नुभयो? आफ्नो जीवन दिनुभयो। उहाँले क्रुसमा धेरै कुराहरू गर्नुभयो। यो दुईटा कुरा एकदमै महत्त्वपूर्ण कुरा। तर वचनले भन्छ, जब तिमी तिम्रो विरोधीलाई, तिमीलाई मन दुखाउनेलाई क्षमा दिन्छ नि, म पनि तिमीलाई क्षमा दिन्छु। याद राख्नुहोस् प्रिय मण्डली परिवार, हामी हर पल गल्ती गर्छौँ। सोच विचारमा गल्ती गर्छौँ, बोली वचनमा गल्ती गर्छौँ। जब तपाईँले क्षमा दिनुहुन्न नि, क्षमा पाएन भने तपाईँ परमेश्वरको राज्यमा प्रवेश हुन सक्दैन। याद राख्नुहोस्, हामी के को लागि आज यहाँ छौँ? मेरो कम्पनीमा काम धेरै चलिरहेको छ, सायद कतिको छैन होला। 12-13 घन्टा ओभरटाइम फ्राइडेको चाहिँ दिइरहेको छ। तर त्योभन्दा सबैभन्दा महत्त्वपूर्ण चाहिँ मलाई आनन्द जीवन छ। जति सक्छु म मिलाउने कोसिस गर्छु कम्पनीमा। अस्ति नै गएको हप्ता मलाई सटडाउन हालेको कारणले नपाउने भयो भनेर जब मैले चाहिँ आउनु पाउँदैन भन्ने थियो, ठ्याक्कै जब सङ्गतिको समय आउँदा गर्दा चाहिँ मलाई त्यो साइडबाट चेन्ज गर्यो कम्पनीले। चेन्ज गरिसकेपछि अझै पनि शुक्रबार चाहिँ ड्युटी जानुपर्छ भने मेरो साइट होइन, अब म जानु यति जरुरी छैन। हालेलुया। प्रिय मण्डली परिवार, हामी प्रभुको अनुयायी हौँ, प्रभु यीशुलाई विश्वास गर्ने व्यक्ति हौँ। आज हामी गुड फ्राइडे मनाउँदैछौँ। गुड फ्राइडेको खुसीमा हामी सहभागी भएका छौँ। आज हाम्रो जीवन चाहिँ कस्तो छ? हालेलुया। याद गर्नुहोस्, हुनसक्छ तपाईँको साथी सङ्गी, हुनसक्छ तपाईँको रुममेट, हुनसक्छ तपाईँको परिवार, हुनसक्छ मण्डलीमा विश्वासीको बिचमा कहीँ न कहीँ तपाईँहरू हाम्रो बिचमा इसै डाको कुराहरू छ भने, कुनैको विरोधमा गलत कुराहरू छ भने त्याग्नुहोस्। बाइबलले यही भन्छ। तर मत्ती 5:7 पदमा भनेको छ, धन्य दयाबन्धहरू, किनभने तिनीहरूले दया पाउनेछ भन्छ। दयाबन्धहरू चाहिँ दया पाउनेछ, कठोर हृदय भएकाहरूले चाहिँ पाउँदैन। तर जहिले पनि मत्ती 5:7-21 म याद गर्छु, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यको हकदार हुँदैन। हो, परमेश्वरलाई धन्यवाद। मण्डलीमा धेरै हाम्रो असल दाजुभाइ दिदीबहिनी दिनुभएको छ। मण्डलीमा धेरै योगदानहरू गर्ने दाजुभाइ दिदीबहिनी दिनुभएको छ। यो एउटा परमेश्वरले यसको इनाम दिनुहुन्छ, आशिष दिनुहुन्छ। तर परमेश्वरको राज्यमा प्रवेश गर्नुको लागि चाहिँ अझै पनि हामी उच्चमा उठ्नु पर्ने हुन्छ। हालेलुया, हालेलुया। प्रिय मण्डली परिवार, के भन्दैछ? जय झगडा ईर्ष्या भन्ने कुरा है। तिमोथीको पत्रमा पावल बाजीले पनि लेख्छ, परमेश्वरको जनहरू चाहिँ झगडालु हुनु हुँदैन। बिहान हामी भाइहरूको बिचमा सुन्दै थिएँ, त्यो दाजु त ऊ पनि गरम भएको भए त लडाइँ नै हुन्थ्यो भने। विश्वासीमा के हुनु के सुहाउँछ? हामी कहाँ छौँ आज? हो, हामी सबै त्यही बाटोबाट आएको व्यक्तिहरू। आज हामी संसारबाट परमेश्वरले चुनिसकेर पनि हाम्रो जीवन चेन्ज हुँदैन भने प्रिय मण्डली परिवार, विश्वास गरेको चाहिँ फाइदा हुँदैन। आज गुड फ्राइडे मनाएको चाहिँ फाइदा हुँदैन। आज असल शुक्रबार भनेर हामी खुसी मनाउनु चाहिँ फाइदा हुँदैन।
व्यर्थ छ। आज हाम्रो जीवनमा अझै पनि प्रभुको जनहरू भएर पनि ईर्ष्याको कुराहरू, डहको कुराहरू लिइरहन्छौँ, दुश्मनीको कुरा लिइरहन्छौँ भने उहाँले धेरै एकजना पशुबुवाले भन्दै हुनुहुन्थ्यो, म चाहिँ यस्तो माहौलमा हुर्क्यो कि त्यहाँको पास्टर चाहिँ एकदमै कठोर थियो अरे, कि यस्तो वचन सुन्ने समयमा सुत्यो भने चाहिँ आएर थुकिदिने रे। आजमै लाग्यो मलाई नि यस्तो कठोर पास्टर उसँग चाहिँ हुर्किएको उहाँ चाहिँ हुर्किसकेपछि पछि गएर उहाँले भन्नुहुन्थ्यो, आज जसले जे भने पनि मुक्कै हाने पनि मलाई त केही फरकै पर्दैन भन्नुहुन्थ्यो। थपडै हाने पनि, कसैले गालामा हाने पनि मलाई त केही लाग्दैन, किनभने यस्तो कठोर पाठरसँग म हुर्केको भन्नुहुन्थ्यो। त्यही भएर हितोपदेशको पुस्तकले भन्छ 3 अध्यायमा परमेश्वरको अनुशासनलाई चाहिँ हलुका नसम्झ। अझ कतिचोटि हामीलाई एउटा अनुशासन गर्नुको लागि, निर्माण गर्नुको लागि कठोर व्यक्तिहरू हाम्रो बीचमा ल्याउँदछ। हालेलुया, हालेलुया। त्यही भएर प्रिय मण्डली परिवार, तपाईँ कस्तो माहौलमा हुर्किँदैछौँ, तपाईँ कस्तो जीवन जिउँदैछौँ, तपाईँ कस्तो बाटोमा हिँड्दैछौँ, आफूलाई विचार गर्नु। आज हाम्रो जीवन चाहिँ के हो? आनन्द जीवनको लागि हाम्रो डेस्टिनेसन, हाम्रो जाने ठाउँ कहाँ हो? हाम्रो प्रभु यीशु कहाँ? प्रभु यीशुलाई हेर्ने हाम्रो इच्छा हो। हालेलुया, प्रभु यीशुलाई हेर्ने। समझ रहे हो नेपाली बात? आपका नाम क्या बोला था? विक्रम भाई, विक्रम भाई। आज गुड फ्राइडे हम लोग खुशी मना रहा हूँ। क्यों गुड फ्राइडे? क्योंकि प्रभु यीशु मरने का दिन है। फिर हमारे लिए क्यों अच्छा है? क्योंकि जब वो प्रभु यीशु जब क्रूस में मरा ना, हमको अच्छा जीवन दिया। हालेलुया, इसलिए गुड फ्राइडे है। और इस जीवन को संभाल के रखने का काम हमारा है। हालेलुया, जो अच्छा जीवन दिया ना, प्रभु ने क्या बोला मालूम है? धन्य मेल करने वाला, क्योंकि वो लोग परमेश्वर का बेटा बेटी कहलाएंगे। हालेलुया, हम लोगों को वो जीवन दिया है। चाहे फैमिली में हो, चाहे कंपनी में हो, हम लोगों को क्या करना चाहिए? एक दूसरे से मिलके रहना चाहिए, एक दूसरे को अच्छा बात करना चाहिए। हालेलुया। कल की बात है, कल परसों तस्नी में मेरा ड्यूटी है। एक भाई के साथ मैं बात कर रहा था। बाद में भाई आया कि मेरे को बोलता है, आप क्या क्रिश्चियन है? मैं बोला, आपको कैसा मालूम है? मैं बोला, क्रिश्चियन लोग बहुत अच्छे बात करते हैं। हालेलुया। त्यो भाइले भन्छ, क्रिश्चियनको बोली नै अर्को हुन्छ भन्नुहुन्थ्यो। मैले भनेको नि थिइनँ, उहाँले भन्नुभयो, आज परमेश्वरले हामीलाई के को लागि चुन्नु भएको छ? के भनेको छ? तिमी चाहिँ पृथ्वीको नुन हो। हम लोगों को बोला है, तुम तो पृथ्वी का नमक हो। बोला, तुम तो एक समाधान में रखा हुआ दिया है। बोला, दिया क्या काम करता मालूम है? सबको रास्ता दिखाने का काम करता है, ठक्कर खाने का काम नहीं करता। इसलिए आज गुड फ्राइडे क्यों है हमारे जीवन में? क्योंकि प्रभु ने जब अपना जीवन क्रूस में दिया ना, हमारा हर गलती को, हर पाप को क्रूस में ले जाके रख दिया। हालेलुया, इसलिए गुड फ्राइडे है आज। हालेलुया, हमारा हर बीमारी को क्रूस में ले जाके रख दिया है। आज हम लोगों को कहना है, प्रभु आज मैं चंगाई वाला बंदे हूँ। हालेलुया, आज हम लोगों को कहना है, प्रभु मैं तो बलवान बंदा हूँ। हालेलुया, क्यों? क्योंकि मेरा दुर्बलता प्रभु आपने लेके क्रूस में रख दिया है। हालेलुया। प्रिय मण्डली परिवार, अझै पनि हामी के सोच्छौँ? म त
बिमार छु, म त दुर्बल छु, म त निकै हुँदैन, मेरो प्रार्थना त सुन्दैन। जब तपाईँ प्रार्थना गरेर उठ्नुहुन्छ नि त्यतिखेर तपाईँले भन्नुपर्छ म चाहिँ चङ्गाई भइसक्यो। हालेलुया। किनभने प्रभु यीशुले यशाया 53 अध्यायमा हेर्ने भने उहाँको कर्रको चोटले हामी के भएको छौँ? निको भएको छ। हालेलुया। प्रभु यीशु जब क्रुसमा जाने भन्दा पहिला उहाँलाई चाहिँ कोर्रा लगाएको थियो। र प्रभु यीशु क्रूस में जाने से पहला उसको कोर्रा लगाया था। बहुत दुख कष्ट में उसको क्रूस में लेके गया। क्यों? क्योंकि उसने तो कोई गलती नहीं किया था, कोई गलती नहीं किया था। क्यों वह क्रूस में जाना पड़ा? हमारा गलती की वजह से, हमारा पाप की वजह से, हमारा मिस्टेक की वजह से वहाँ क्रूस में जाना पड़ा। हमारा हर एक पाप क्या किया प्रभु ने? क्रूस में ले जाके रख दिया है। आज हम लोग स्वतंत्र है। हालेलुया। इसलिए मेरे भाई लोग, बहन लोग, यही बोलना चाहता हूँ, आज जब प्रभु मेरे लिए मरा है, हालेलुया, आज मैंने जीवन पाया है। प्रभु मेरे लिए मरा है, आज मैंने चंगाई पाया है। हालेलुया। प्रभु मेरे लिए मरा है, आज मैंने विजय पाया है। हालेलुया। आज हम लोग कहते, प्रिय मण्डली परिवार, आजै पनि हाम्रो जीवनमा त्यसै डाहको कुराहरू छ भने, झै झगडाको कुराहरू छ भने, प्रिय मण्डली परिवार, आजै पनि हामीले प्रभुलाई चिनेको छैन। आजै पनि प्रभुलाई हामीले क्रुसमा टाँगिरहेका छौँ। जहिले पनि जब मेरो हृदयमा कुनै पनि कुराहरू आउँछ, हितोपदेश 18:21 म याद गर्छु। त्यहाँ एकचोटि पढिदिनुहुन्छ एकजनाले? जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूलाई त्यसको फल खानुपर्छ। थाहा छ कतिचोटि विश्वासीहरूको बीचमा भनेको सुन्छौँ, के गर्ने है, आदत भयो, छुच्चो मान्छे, धेरै बोल्ने मान्छे, बोलिहाल्छु, के बोल्दैछ आफूलाई असर गरेको त थाहा छैन है। त्यही भएर हामी के बोल्दैछौँ, हाम्रो जिब्रोमा के राखिदिएको रहेछ? के राखिदिएको रहेछ? जीवन र मृत्युको शक्ति। आज तपाईँले जे बोल्दैछ नि त्यो तपाईँको जीवनमा चाहिँ तपाईँलाई प्रभाव गर्नुहुन्छ। तपाईँ नकारात्मक बोल्दैछौ कि सकारात्मक बोल्दैछौ? त्यही प्रभुले यी सबै कुराहरू, गलत कुराहरूलाई के गर्नुभएको छ? क्रुसमा टाँगिदिनु भएको छ। आज हामीले यो कुराहरू अझै पनि हाम्रो जीवनमा त्यो नकारात्मक कुराहरू छ भने, प्रिय मण्डली परिवार, होशियार, हामीले त्याग्नु पर्दछ। हालेलुया। त्याग्नु पर्दछ। र गलतीकै पुस्तक 22 अध्यायमा नि हामी हेर्नेछौँ। यहाँ चाहिँ एउटा के हो त, हाम्रो जीवनमा जब हामी प्रभुमा विश्वास गरिसकेपछि, प्रभुले जब हामी प्रभुको अनुनयन भइसकेपछि, जब हामी प्रभुलाई पछ्याउने व्यक्ति भइसकेपछि चाहिँ हाम्रो जीवनमा हुनुपर्ने कुराहरू। हालेलुया। यहाँ 22 अध्यायमा, तर पवित्र आत्माको फल चाहिँ प्रेम, प्रेम भन्ने छु, प्रेम है, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वासता, नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरोधमा कुनै व्यवस्था छैन। हालेलुया।
के हो कुनै व्यवस्था छैन। तपाईको जीवनमा जब आज मेरो लागि प्रभुले चाहिँ आफ्नो जीवन दिनुभयो, मेरो लागि प्रभुले हरेक त्यो गलत कुरालाई चाहिँ क्रुसमा लागेर टाँगिसक्नुभयो भन्ने कुरा जब तपाईँ बुझ्छौँ, तपाईँको जीवनमा चाहिँ जब ती कुराहरू छोड्छौँ नि अटोमेटिक यो कुराहरू चाहिँ हाम्रो जीवनमा आउँदछ। हालेलुया। फेरि बिहानको कुरै जोड्नु मन लाग्यो। हाम्रो बर्नबास भाइले भन्दै थिए, जब म संसारिक कुराबाट अलग बस्छु नि प्रभुले मलाई दर्शन दिइरहनुहुन्थ्यो। हालेलुया। जब तपाईँ 19 र 20 पदको कुरालाई जब तपाईँ पन्छेर जानुहुन्छ नि 19, 20 र 21 पदको जब यो कुराहरूलाई तपाईँ अलग राख्छ नि 22 र 23 पदको वरदानहरू चाहिँ तपाईँको जीवनमा आउँदछ। हालेलुया। जब यी कुराहरू आउँदछ नि आज गुड फ्राइडे मनाएको, असल शुक्रबार मनाएको चाहिँ के हुँदछ? सार्थक हुँदछ। हालेलुया। के हुँदछ? सार्थक हुँदछ। अझै पनि प्रिय मण्डली परिवार, हिजो हाम्रो आदरणीय झिले दाजुले भन्दै हुनुहुन्थ्यो, नेताहरू आफ्नो घर सम्हाल्दैन रोडमा निस्किन्छ भन्दा सही हो है। कतिचोटि हाम्रो जीवनमा हामी आफै सुधार गर्दैन अरूलाई सुधार्नु निस्किन्छौँ। तिमी चाहिँ त्यस्तो, तिमी चाहिँ त्यस्तो भन्नु है। पहिला के हो? परमेश्वरको वरदानले भरेर आफू चाहिँ चेन्ज हुनु जरुरी छ। हालेलुया। हालेलुया। मलाई साह्रै खुसी लाग्छ प्रवासी मण्डली परिवारसँग सङ्गति गर्नु पाउँदा। म जहिले पनि प्रभुलाई के भन्छु थाहा छ? प्रभु तपाईँलाई धन्यवाद, प्रवासमा मलाई आत्मिक परिवार दिनुभयो। हालेलुया। जहिले पनि म प्रार्थना गर्छु, यहाँ गरेको सङ्गति, यहाँ गरेको प्रार्थनाको उत्तर मैले नेपालमा पाउँछु। नेपालमा गएर जब स्थानीय मण्डलीमा वचनको सेवा दिए, वचनको सेवा पछि मान्छे छोरीले भन्नुभयो, आइ एम प्राउड अफ यु ड्याड भन्यो। साह्रै खुसी लाग्यो, गर्व छ ड्याड भन्नुभयो। साह्रै खुसी लाग्यो त्यो कुराले। त्यही भएर जब छोराछोरी खुसी हुन्छ नि बुवामा त्यतिकै खुसी हुन्छ। हालेलुया। जब छोराछोरी गलत बाटो जान्छौँ, जब छोराछोरी गलत काम गर्छ नि बुवामा दुखी हुन्छ। चाहे आत्मिक परिवार हो, चाहे भौतिक परिवार, संसारिक परिवार हो। जब मण्डलीमा विश्वासीहरू तितर पितर हुन्छ, विश्वासीहरू गलत बाटो जान्छ, पीडा हुन्छ मलाई। हालेलुया। त्यतिखेर म प्रार्थनामा बस्छु, प्रभु फर्काउनुहोस्। हालेलुया। हालेलुया। त्यही भएर प्रिय मण्डली परिवार, आजको असल शुक्रबार हाम्रो लागि परमेश्वरले दिनुभएको छ। दर्शनको विषयलाई लिएर बिहान एकदमै आशिषमय भयो। हाम्रो पूर्ण भाइले भनेको कुरा साह्रै मलाई मन छुयो। प्रभुवा, संसारमा हाल्जिनु हुँदैन। यति भोलि मेरो पद, मेरो ठाउँ नै मेरो लागि बाधा हुन्छ भने त्यो पनि म छोड्नु पर्छ। मेरो काम बाधा हुन्छ भने छोड्नु पर्छ। जब हामी प्रभुमा रहन्छौँ नि, जब हामी प्रभुमा रहेर जिउँछौँ, जब हामी असल बाटो हिँड्छौँ नि, प्रभुले हामीलाई आशिष दिनुहुन्छ, चेन्ज गरिदिनुहुन्छ, कठोर व्यक्तिको हृदय खोलिदिनुहुन्छ। हालेलुया। जब हामी गलत बाटो जान्छौँ नि त्यो ठाउँमा कठोर व्यक्ति ल्याइदिनुहुन्छ। म इस्राएली जातिको विषयमा पढिरहेको थियो।
जब जब इस्राएली जाति परमेश्वरको नजिक जाँदथ्यो, उहाँहरूको जीवनमा आशिषको खोलाहरू बग्थे। जब परमेश्वरबाट टाढा हुन्थे, उहाँहरूको जीवनमा सताव, परेशानी, कष्ट आउँथे। आज प्रिय मण्डली परिवार, हाम्रो जीवनमा पनि आज विभिन्न समस्याबाट हामी गइरहेको छौँ। आज तपाईँले सोच्नुपर्छ, किन म यो समस्यामा गइरहेको छु? परमेश्वरले त मलाई त्यो आनन्द दिनुभएको छ, विजय दिनुभएको छ, फेरि म यो चिन्तामा किन छु? आज तपाईँले सोच्नुपर्छ, प्रभुसँग सोध्नुपर्छ। प्रभुले तपाईँलाई बताउनुहुन्छ। मैले प्रवासमा होस् या नेपालमा होस्, धेरैको जीवनमा देखेँ, जब कुनै दाजुभाइ दिदीबहिनीको जीवनमा समस्या आउने भन्दा पहिला, उहाँ गलत बाटो जाने भन्दा पहिला उहाँलाई परमेश्वरले चेता पनि दिन्छ। थाहा छ, चेतावनी दिनुहुन्छ, नजाऊ है छोरा, वार्निङ दिनुहुन्छ। बुझेन भने परमेश्वरले फर्काउनुहुन्न, अन्तिममा चाहिँ लेखा लिनुहुन्छ। त्यही भएर प्रकाशको पुस्तकमा लेखिएको छ, धर्मी मानिस धर्मी काम गर्दै जानेछ, दुष्ट मानिस दुष्ट काम गर्दै जानेछ। अश्लील कुरा हेर्नेहरू अश्लील कुरा हेर्दै जानेछ भनेको छ। फर्किँदैन। अब समय एकदमै नजिक छ प्रिय मण्डली परिवार। आज हामी आनन्द असल शुक्रबार मनाउँदैछौँ। हामी के फर्किनलाई तयार छौँ प्रिय मण्डली परिवार। आफ्नो लेखा आफूले दिनुपर्छ। हाम्रो काम के हो? परमेश्वरले भन भन्ने कुरा भन्ने हो। तपाईको हात समाएर हामीले डोराउन सक्दैनौँ, तपाईलाई तानेर लान सक्दैनौँ। हो, परमेश्वरको वचनबाट भन्नुहोस्, हेरै यता गयो भने चाहिँ तमाम पुग्छ, यता चाहिँ अब हत्या हो। बाटो देखाउने काम चाहिँ हाम्रो हो। हालेलुया, हालेलुया। प्रिय मण्डली परिवार, त्यही भएर यहाँ के भन्दैछ? प्रेम है, सुरुमै प्रेम भन्नुभएको छ, आनन्द। अघि नै हामीले सुन्यौँ, जब प्रभुमा हामी विश्वास गर्छौँ नि, हामीलाई आनन्द दिनुहुन्छ। हालेलुया। शान्ति। आज मानिसहरू अशान्तिको कारणले विभिन्न है संसारको गोलीहरू खाइरहेको छ, विभिन्न ड्रग्सहरू लिइरहेको छ। एकजना साथी हिजो बाल काट्नु गएको थिएँ, साथी भन्दै थियो, म त धेरै टेन्सनमा छु। किन भनेको, छोरा त ड्रग्स खाने पो बारै छ। मैले केही भनेन, किनभने जति भन्नु मैले पहिल्यै भनिसकेको थिएँ उहाँलाई। ए हो, त्यति पनि हिँड्ने हो। त्यो साथीको लागि परमेश्वरले पहिल्यै मलाई पठाएको थियो। प्रभुमा फर्किनु, प्रभुमा विश्वास गर्नु, तपाईँको परिवार राम्रो हुन्छ, तपाईँको फ्युचर राम्रो हुन्छ भनेर। धरानको साथी हो। अब जहिले पनि ल म बाल काट्नु छ भने पनि उसको काम छोडेर पनि आउनुहुन्छ। तपाईँ त प्रभुको जन हो भन्नुहुन्छ फेरि, र उहाँ चाहिँ प्रभुमा चाहिँ आउनु मान्दैन। हिजो एकदमै चिन्तामा हुनुहुन्थ्यो, न्याउरी मुख लगाएर बसिरहनु भएको थियो। मैले साथीलाई भने हो र मात्रै भने, केही भनेन, किनभने समय बितिसक्यो। समय थियो फर्किने, समय थियो परिवारलाई प्रभुमा डोराउने, तर उहाँले त्यो समय लिनु भएन। हालेलुया। त्यही भएर प्रिय मण्डली परिवार, आज समय हुँदा नै हामी फर्कौँ। अझै पनि हाम्रो जीवनमा फेरि पनि म मत्ती 5 अध्यायमै जानेछौँ, त्यसपछि हामी अन्तिम गर्नेछौँ। मत्ती 5 अध्यायमै है 43 देखि नै हेर्नेछौँ, 67 है। यो चाहिँ एउटा डाँडोको उपदेशको समयमा प्रभु यीशुले भनेको कुरा। यो समयमा नै प्रभु यीशुले चाहिँ
त्यहाँ भएको मानिसहरूलाई, विश्वासीहरूलाई चाहिँ यो कुरा भन्दै थिएँ, यहुदीहरूलाई भन्दै थिएँ, चेलाहरूलाई भन्दै थिएँ, तिमीहरूले यसो भनेका सुनेका छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूको निम्ति प्रार्थना गर र तिमीहरू स्वर्गमा हुनु नि आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सजन दुवैलाई सूर्यको ताप दिनुहुन्छ र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ। किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसुल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्रै अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढी के गर्यो र के अन्य जातिहरूले पनि त्यस्तै गर्दैन र? हालेलुया। है 47 सम्ममा है 47 मा आएर एउटा निष्कर्षमा आएको छ। हामी विश्वासीको जीवन कस्तो हुनुपर्छ? हामी प्रभुको छोराछोरीहरू चाहिँ कस्तो हुनुपर्छ? जसले प्रभुलाई पाएको छैन तिनीहरू जस्तो होइन। जसले प्रभुलाई पाएको छैन तिनीहरूले के गर्छ? उसले मलाई यस्तो गर्यो, म पनि यस्तो गर्छु। तर हाम्रो लागि चाहिँ त्यस्तो होइन रहेछ। यहाँ के भन्दै हुनुहुन्छ? 47 पदमा, तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढी के गर्यो र? है के बढी के गर्यो र? कि अन्य जातिहरूले पनि त्यसै गर्दैन र? कतिचोटि मण्डली परिवार हामी सोच्छौँ, उसले त मलाई यस्तो गर्यो, मैले किन गर्ने? है उसले त मलाई यस्तो व्यवहार गर्यो, मैले किन राम्रो गर्ने? तर बाइबलमा प्रभु येशूले ठ्याक्कै उल्टो कुरो भन्नुहुन्छ। ठिकै छ उसले त्यस्तो गर्यो भने, तर तिमीले चाहिँ त्यस्तो गर्नु मिल्दैन। तिमीले चाहिँ के गर्नु पर्दछ? प्रेम गर्नु पर्दछ। हालेलुया। तिमी चाहिँ प्रेम गर्ने व्यक्ति बन्नुहुन्छ। हालेलुया। त्यही भएर प्रभु येशूले उहाँमा विश्वास गर्नेहरूलाई 3वटा नाम दिएको छ। एउटा के भनेको छ? समाधानमा राखेको बत्ती भनेको छ। एउटा के भनेको छ? डाँडामा बसालेको सहर भनेको छ। है एउटा के भनेको छ? पृथ्वीको नुन। हालेलुया। त्यही भएर प्रिय मण्डली परिवार, आज पनि हाम्रो जीवनमा यी कुराहरू छ भने, यसो डाको कुराहरू छ भने, प्रभुलाई पाएर पनि हाम्रो जीवन चेन्ज भएको छैन भने आज हामीले चेन्ज गर्न जरुरी छ। हालेलुया। आज हामीले परिवर्तन गर्नु जरुरी छ। जब हामी परिवर्तन हुन्छौँ नि हाम्रो जीवनमा चाहिँ आशिष आउँदछ। हालेलुया। हुन्छ, प्रभुलाई धन्यवाद, मण्डली परिवारलाई धन्यवाद तपाईँहरूको प्रार्थनाको लागि। हुन्छ, हामी सबै मण्डली परिवार उठ्ने छौँ आफ्नो ठाउँबाट। हाम्रो पशुवा, हाम्रो पूर्णशेरबली पशुवा अगाडि आउनुहुनेछ। उहाँको लागि चाहिँ उहाँले धन्यवाद दिनुहुनेछ। सबै वचनको लागि उहाँले धन्यवाद दिनुहुनेछ।